हेलो हेलो एभ्रिबडी। आज चाहिँ म फेरि बाहिर निक्लेको छु। आज चाहिँ म हिँडेर होइन, आज चाहिँ म साइक्लिङमा बाहिर निक्लेको छु र मेरो ब्याकग्राउन्ड यस्तो छ। म आज कहाँ जाँदैछु भन्दा त्यो एकदमै राम्रो हिस्टोरिक प्लेस हो। म गएर देखाउने छु त्यो कस्तो छ भनेर। म अहिले यहाँ आइपुगेँ। यहाँ चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ भेडा चरिरहेको छ। यहाँनिर यस्तो छ, राम्रो छ। समग्रमा भन्नुपर्दा काम पर्यो आँखामा। यहाँनिर राम्रो छ। ल अब फेरि अघि लागौँ। म अब यो बाटो साइकल कुदाउँदै लगभग मलाई 20 मिनट जति लाग्छ होला। त्यसपछि म मेरो आजको डेस्टिनेसन पुग्नेछु। यो बाटोको मेन कुरो चाहिँ भन्दाखेरि चाहिँ के हो भनेदेखि यहाँ पनि गाडी त्यति साह्रो कुद्दैन र एकदम कुदाउनलाई सेफ हुन्छ र सेफ पनि छ, रोड पनि राम्रो छ। एकदम कुदाउनलाई सजिलो के, हामी हिँड्नलाई, साइक्लिङ गर्नलाई, वकिङ रनिङ गर्नलाई। म हिजो हिँडेको बाटो चाहिँ अर्को हो। यहाँ म चाहिँ आज यो अर्कै बाटो आएको छु। यस्तो छ बाटो। म साइकल कुदाउँदैछु। यहाँनिर कति धेरै फार्म छ। यहाँनिर म स्प्रिङ हिल फार्म आइपुगेँ। एउटा फार्म छ। ल फेरि म अर्को ठाउँ देखाउने छु। ल म यहाँनिर आइपुगेँ। म जानेछु पर देख्दै गरेको त्यो क्यासल छ नि, त्यही जान लागेको हो। म नै हरार हुने ठाउँमा आइपुगेँ म चाहिँ। अब मलाई चाहिँ त्यस्तो लागेको, अरूलाई चाहिँ नलाग्न पनि सक्छ। आफ्नो सबैको आफ्नो पर्सपेक्टिभ हुन्छ। तर मलाई चाहिँ यस्तै ठाउँ राम्रो लाग्छ कि हरियाली शान्त ठाउँ कस्तो राम्रो थियो। मैले चाहिँ ऐसलेको बोटमा मोबाइल अड्काएर भिडियो गर्दैछु किनकि म पानी पिउनु पर्यो भनेर। अब पानी पिएर अब लगभग यहाँदेखि 10 मिनट लाग्छ होला। 10 मिनटपछि म त्यहाँनिर पुग्नेछु। अलिक चिसो पनि हुन थाल्यो। मैले गल्ती गरेछु, पन्जा लाउनु पर्ने रहेछ, सनग्लास लाउनु पर्ने रहेछ। चिसो अनि त्यो घामको ब्राइटनेसले गर्दाखेरि घरिघरि त कस्तो गाह्रो भइरहेछ। तर पनि ठिक छ। आजको सरप्राइज के छ भनेदेखि, आजको मेरो भिजिट कहाँ हो भनेदेखि यहाँनिर छ। म चाहिँ मेरोमा डेस्टिनेसन आइपुगेको छु। ल म यहाँनिर आइपुगेँ। यो चाहिँ ब्याम्बरा क्यासल हो। यस्तो छ। यो चाहिँ पछाडिबाट हो। म अगाडिबाट पनि देखाउँछु अहिले, त्यहाँ पनि जान्छु। कस्तो छ त। आम्मामामा, यो त यस्तो चट्टानमाथि, ढुङ्गाको चट्टानमाथि यसरी बनाएको छ। यो त कसरी बनाउनु सकेको हो बाफ्रे। म चाहिँ यहीँ बसेर आराम गर्न थालेँ। म त के बोल्न पनि आएन। अब के बोल्नु र यसको बारेमा। म यस्तो खतरा छ। थाक्यो गरिदियो धेरै। म त अर्कोपट्टि त साइकल कुदाएर जानै नसक्ने रहेछु। म जाँदिनँ त्यस्तो बाटो कुदाएर। उताबाट घुमेर जानुपर्छ। म त यहीँ आइपुग्दा गलेँ। अब म जाँदा चाहिँ अघिको बाटो जाँदिनँ, मोटरवे नै जान्छु। त्यहाँ चाहिँ भिडियो पनि बनाउन मिल्दैन। त्यो त गाडी हुन्छ। एकदम केयरफुल भएर साइकल कुदाउनु पर्ने हुन्छ। यहाँदेखि चाहिँ माथि म जान नसक्ने भएँ। यस्तो बाटोमा साइकल कुदाउन म नसक्ने। अब म यहाँबाट उतातिर चाहिँ जान्छु।
म चाहिँ यहाँनिर साइकल डोराएर हिँड्न थालेँ र म कहाँनिर आइपुगेँ भन्दा चाहिँ हेर्नु अब यहाँदेखि गयो भनेदेखि बिच पुग्ने रहेछ। म नजाने, म जान सक्दिनँ। बाटो पनि उकालो उकालो ओह्रालो ओह्रालो रहेछ। अब म सायद फर्किन्छु यहीँबाट। ल म आएँ, घुमेँ, डुलेँ। अब चाहिँ घर फर्किन्छु। चिसो पनि हुन थाल्यो धेरै नै। घाम लागे पनि यहाँ तातो घाम छैन। अब म जाँदा चाहिँ मोटरवेको बाटो जान्छु र त्यहाँनिर भिडियो नगरिकन जान्छु। र मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। ल यति बेलासम्म सबैलाई धन्यवाद।